नमस्ते, म डाक्टर अमृत, कन्सल्टेन्ट फ्यामिली फिजिशियन। आज हामी एउटा यस्तो टपिकमा कुरा गर्दैछौँ जुन हाम्रो घर परिवार, छरछिमेक र समुदायमा चाहिँ सबै जो कोहीलाई पनि सुगर भएको छ अर्थात् डायबिटिज भएको छ भने उहाँहरूले के कुरामा ख्याल गर्नुपर्ने हुन्छ। उच्च सुगरको अवस्था कसरी थाहा पाउने, सुगर रगतमा घट्यो भने चाहिँ के असर देखिन सक्छ र कहिले कहिले चाहिँ हामीले उपचार गर्नुपर्छ भन्ने कुरामा चाहिँ आज हामी सानो छलफल गर्दैछौँ। सुगर अर्थात् डायबिटिज मेलाइटस भन्छौँ हामीले मेडिकल भाषामा चाहिँ। डायबिटिज मेलाइटस पनि विभिन्न किसिमका हुन्छन्। त्यसलाई चाहिँ टाइप 1, टाइप 2 होइन। अर्को चाहिँ मेजोरिटी अन्सेट डायबिटिज इन यङ भन्ने हुन्छ र अरू विविध क्लासिफिकेसन पनि हुन्छ जुन चाहिँ यहाँ भन्न र बुझाउन गाह्रो हुन्छ। त्यतापट्टि नजाउँ। अब यसरी मानौँ कि कुनै घरमा सुगरको बिरामी हुनुहुन्छ भने उहाँहरूको हामीले चाहिँ के कुरामा ख्याल पुर्याउनुपर्छ भन्दाखेरि चाहिँ कुनै पनि बिरामीलाई यदि सुरुमा सुगर छैन भने कस्तो लक्षणहरू आयो भने चाहिँ हामीले सुगर भन्ने है त, र कहिले चाहिँ अस्पताल जाने भन्ने कुरा हुन्छ। अब विशेष गरी डायबिटिज अर्थात् सुगरमा चाहिँ एक्कासी बढी तिर्खा लाग्ने हैन, त्यसपछि चाहिँ ज्यादा भोक लाग्ने, ज्यादा पिसाब लाग्ने, मुख सुक्ने, अलिकति बढी घुमाए जस्तो हुने हैन, अलिकति चिटचिट पसिना आउने, कहिलेकाहीँ त्यस्तो लक्षणहरू आएको छ भने चाहिँ हामीले सुगरको परीक्षण गर्नुपर्ने हुन्छ। सुगरको परीक्षण भनेको यो हाम्रो रगतमा हामीले र्यान्डम ब्लड सुगर भन्छौँ। खाना खाइसकेपछि नाप्ने सुगर पनि हुन्छ र खाना खानुभन्दा अगाडिको फास्टिङ सुगर पनि भन्छौँ र यतिकै दिउँसो जुनसुकै समयमा नाप्ने सुगरलाई चाहिँ र्यान्डम ब्लड सुगर भन्छ। त्यो जाँचेर चाहिँ हामीले सुगर छ कि छैन भनेर पत्ता लगाउन सकिन्छ। र अर्को भनेको चाहिँ पिसाबमा पनि यदि सुगरको लक्षण भएको बिरामीलाई चाहिँ पिसाबमा पनि सुगरको मात्राहरू देखिने गर्छ र चिकित्सकको उचित सरसल्लाह अनुसार चाहिँ हामीले अरू विविध जाँचहरू जस्तै मृगौलाको युरिया क्रिएटिनिन जाँच्न सक्छौँ। पिसाबमा प्रोटिनको लस भएको छ कि छैन हैन, मृगौलामा कतिको असर छ भनेर हेर्न सक्छौँ। आँखाको उपचार गराउन सक्छौँ हैन, र अरू विविध टेस्टहरू हुन्छ जस्तो 3 महिनाको सुगर, औसत सुगर हेर्न सकिन्छ जसलाई HbA1c भनिन्छ। यसरी हामीले चाहिँ सुगर हो कि होइन र हो भने चाहिँ कुन अवस्थाको सुगर छ भनेर चाहिँ पत्ता लगाउन सक्छौँ है त। र कोही पनि बिरामी घरमा भएको बिरामीहरूले यदि सुगरको दबाई खानुहुन्छ, डायबिटिकको मेडिकेसन गर्नुहुन्छ भने चाहिँ उहाँहरूलाई जुनसुकै बेलामा पनि सुगर घट्न सक्छ है कहिलेकाहीँ। अब यो घट्ने कारण भनेको चाहिँ कहिलेकाहीँ औषधि नखाएर के अरे औषधिको ओभरडोज भयो भने पनि सुगर घट्न सक्ने भयो एक्कासी हैन। अब विशेष गरी धेरै सुगर भएको बिरामीहरू जसलाई औषधिले पनि घटाउन सक्दैन अथवा लेभलमा ल्याउन सक्दैन, उहाँहरूमा चाहिँ इन्सुलिनको प्रयोगहरू भएको छ भने पनि इन्सुलिनको डोज ज्यादा भयो भने पनि कहिलेकाहीँ वात्त सुगर घट्ने हुन सक्छ हैन। विविध कारणले चाहिँ खाना खाइएन भने भोकमरी अथवा अर्थात् भोक हडताल हैन, अब फास्टिङ भन्छौँ हामीले, व्रत बस्ने हैन, अनि त्यस्तो भयो भने चाहिँ सुगर एक्कासी घट्ने हुन सक्छ। यस्तो भयो भने चाहिँ बरु अलिकति सुगर बढ्दाखेरि त्यति असर देखिँदैन, तर सुगर घट्दाखेरि चाहिँ अलि बढी असर चाहिँ देखिने गर्छ है त। सुगर वात्त घट्यो भने बिरामीमा देखिने असरहरू भनेको चाहिँ युजुअली हामीले 70 भन्दा आम मान्छेलाई चाहिँ हामीले 50 भन्दा तल भयो भने चाहिँ हामीले सुगर घटेको मान्छौँ। 50 मिलिग्राम पर डेसिलिटर भन्छ। रगतमा 50 मिलिग्राम पर डेसिलिटर भन्दा कम भयो भने चाहिँ हामीले सुगर घटेको मानिन्छ। हाइपोग्लाइसिमिया भन्छौँ जसलाई। तर सुगर भएको मान्छेलाई 50 पुग्नु पर्दैन। 70 भन्दा तल पुग्ने बित्तिकै पनि उसलाई चाहिँ बिरामीलाई चाहिँ सुगर कम भएको लक्षण चाहिँ देखिन सक्छ। जस्तो के हुन सक्छ त भन्दाखेरि चाहिँ एक्कासी रिङ्गटा लाग्ने, भनन्न घुमाउने हैन, चिटचिट पसिना आउने, मुखहरू एकदम सुके जस्तो हुने हैन, अनि ज्यादै कम हुन थाल्यो, सुगर जस्तो 50 भन्दा तल पनि आउन थाल्यो भने कहिलेकाहीँ बेहोसै हुने हैन, अचेत हुने, त्यस्तो भयो भने पनि सुगरको घटेको लक्षण चाहिँ हुन सक्छ। त्यस्तो बिरामीहरू जसलाई चाहिँ बारम्बार सुगर कम हुन्छ, हाइपोग्लाइसिमिया हुन्छ, त्यस्तो भयो भने चाहिँ हामीले बिरामीलाई चाहिँ के भन्छौँ भन्दाखेरि चाहिँ साथमा चाहिँ मिठाई अथवा गुलियो कुराहरू, मिश्रीहरू हुन सक्छ, त्यो चाहिँ लिएर हिँड्नुहोस् हैन। चिनीहरू लिएर हिँड्नुहोस् बाटोमा, कहिलेकाहीँ गाह्रो भयो भने चाहिँ खानु मिल्छ। थोरै सुगर बढ्दैमा, अलिकति सुगर बढ्दैमा चाहिँ बरु त्यति असर हुँदैन, तर झ्याप्पै सुगर घट्यो भने
अलि बढी असर हुने गर्दछ। सुगर अब घट्यो भने किन असर हुन्छ भनेर सोध्नु होला। सुगर भनेको हाम्रो ब्रेनको लागि, हाम्रो जुन हाम्रो टिस्यु हुन्छ ब्रेनको टिस्यु, त्यसको लागि चाहिँ प्रमुख खाना भनेकै सुगर हो, अर्थात् ग्लुकोज हो। ग्लुकोज घट्ने बित्तिकै चाहिँ हाम्रो ब्रेनलाई चाहिँ अलिकति इनर्जीको ड्राइभ कम हुन्छ, जसले गर्दाखेरि चाहिँ लस अफ कन्सियसनेस अर्थात् बेहोस हुने होइन, अलिकति ज्यादा सिम्टमहरू हुने, जस्तो पसिना आउने, चिटचिट पसिना आउने, घुमाउने, चक्कर आउने, मुख सुक्ने होइन, त्यस्तो चाहिँ हुन्छ, कमजोरी महसुस हुन्छ। यी कुराहरू चाहिँ हामीले ख्याल पुर्याउनु पर्ने हुन्छ। र सुगर भएको बिरामीमा यदि सुगर कन्ट्रोलमा आएन, अर्थात् औषधि खाँदा खाँदै पनि कन्ट्रोलमा छैन भने त्यस्तो बिरामीहरूले इन्सुलिन लाउनुपर्छ। मैले अघि नै भनिसकेको छु। त्यस्तो बिरामीहरूले, विशेष गरी सुगरको बिरामी जसले दीर्घकालीन रूपमा चाहिँ औषधि खाइराख्नु भएको छ, विशेष गरी 5 देखि 10 वर्षभन्दा ज्यादा सुगर भइसकेको छ भने उहाँहरूले चाहिँ कमसेकम वर्षमा एकचोटि आँखाको परीक्षण गराउनुपर्छ, जसलाई हामीले रेटिनाको स्क्रिनिङ भन्छौँ। त्यस्तोमा चाहिँ रेटिनोप्याथी चेन्जेसहरू हुने, आँखाहरू गमिलो हुने, हेर्न गाह्रो हुने होइन, अनि त्यस्तो समस्याहरू चाहिँ देखिने गर्छ। वर्षको एकचोटि, कमसेकम एकचोटि चाहिँ आँखाको स्क्रिनिङ जाँच गराउनु पर्यो होइन। अनि कमसेकम 3-3 महिनामा भए पनि सुगर चेक गर्नु पर्यो होइन। 6-6 महिनामा चाहिँ मृगौलाको जाँचहरू हुन्छ। पिसाबमा चाहिँ प्रोटिन कतिको गएको छ भनेर हामीले मृगौलामा असर छ कि छैन, डायबेटिक नेफ्रोप्याथी भन्छौँ, मृगौलामा असर छ कि छैन भनेर चाहिँ पिसाबको जाँच गर्न सकिन्छ। युरिया क्रिएटिनिन हेर्न सकिन्छ होइन। र नसाको जाँचहरू पनि वर्षको एकचोटि चाहिँ, अब नसा पोल्ने, झमझम गर्ने यस्ता लक्षणहरू चाहिँ देखिन सक्छ। ती जाँचहरू चाहिँ समयमै गर्नु पर्यो, चिकित्सकको उचित सल्लाह लिएर होइन। अब महिनामा औषधि लाने गर्नुभएको छ भने महिनामा औषधि चाहिँ डोज पर्याप्त छ कि छैन भनेर समयमा रगत जाँच्ने, विशेष गरी खाली पेटको सुगर, खाना खाएको 2 घन्टाको सुगर र 3 महिनामा HbA1c भन्ने जाँच हुन्छ, त्यो चाहिँ गर्नु पर्यो। र चिकित्सकको सल्लाहअनुसार प्रेसर सुगर भएको बिरामीलाई कहिलेकाहीँ प्रेसर पनि हुने गर्दछ होइन। प्रायः जसो दुवै को इन्फेक्सन जस्तो भनौँ न, सँगै जान्छन्। कुनै पनि इलनेसमा दुईटा चाहिँ सँगै जोडिएर जान सक्छ, जस्तो डायबिटिज भएको बिरामीहरूलाई हाइपरटेन्सन पनि हुनसक्छ। त्यस्तो भयो भने चाहिँ उहाँहरूलाई त्यो टेस्ट पनि गर्नु पर्यो। अरू केही कुराहरू छ भने हामी फेरि सल्लाह गर्नेछौँ। हस्।